Hello guys, welcome back to my new vlog. Thumbnail देखेर तपाईहरुलाई हैन थाहा भइसक्यो होला म कहाँ जाँदैछु आज भ्लग बनाउन भनेर। अनि म चाहिँ विश्वकै सबैभन्दा ठुलो लार्जेस्ट वाटर पार्क एटलान्टिस द रोयल होटल भित्र रहेको हैन लार्जेस्ट वाटर पार्कमा जाँदैछु आज। एकदम रमणीय ठाउँ छ हैन, तपाईहरुले पनि हेर्नु होला लास्टसम्म। ल एउटा चाहिँ अलिकति नराम्रो घटना पनि घट्यो कि यो भ्लगमा, किन भन्दाखेरि एउटा अफ्रिकन मुलुकको केटी चाहिँ नि पौडी खेल्न नआउँदो रहेछ हैन। नआए पनि अब त्यहाँ क्लियरली लेखिदिएको हुन्छ कि ओन्ली स्ट्रङ स्विमर ओन्ली अलाउड भनेर। तर पनि अब सायद त्यो एभोइड गरे होला हैन त्यो केटीले, अनि जम्प गर्यो। अनि त्यो त्यहाँको पानी चाहिँ लगभग 12 फिट गहिरो छ कि, अनि त्यसले पौडी खेल्न आएन र त्यो लगभग डुबिसकेको थियो। तर पनि लाइफ गार्डले जसो तसो गरेर बचायो। त्यसैले तपाईहरु पनि कतै जाँदै हुनुहुन्छ भने वाटर पार्कतिर देखाएर मात्रै हैन जम्प गर्नु होला। र आजको यो भ्लग चाहिँ निकै नै रोमाञ्चक अनि कुनै थ्रिलर मुभी भन्दा कम हुने छैन कि, त्यसैले हैन अन्तिमसम्म हेर्नु होला र मन परे लाइक शेयर सब्स्क्राइब गर्न चाहिँ नभुल्नु है त। लेट्स गो गाइस। गाइज यो तपाईहरुले देखिराख्नु भएको यो होटलको नाम चाहिँ एटलान्टिस द पाल्म हो हैन, जुन चाहिँ 5 स्टार होटल हो। अनि म काम गर्ने होटल चाहिँ पल्लोपट्टि छ, त्यसको नाम चाहिँ एटलान्टिस द रोयल हो, जुन तपाईले यो भिडियोमा देखिराख्नु भएको छ। हामी चाहिँ यो होटलको र एटलान्टिस द रोयल होटलको बिचमा छ त्यो वाटर पार्क चाहिँ, त्यहाँ जाँदैछौँ हैन। बाटोमा के हुँदैछ के सब म हजुरहरुलाई देखाउने जान्छु हैन, भिडियो अन्तिमसम्म हेर्नु होला। यो तपाईहरुलाई सायद यो बोटको नाम थाहा छैन होला, तपाईहरुले खानुहुन्छ तर तपाईहरुले देख्नु भएको थिएन होला सायद। यो बोटको नाम चाहिँ अरबिकमा खजुर भन्छ, नेपालीमा चाहिँ नि यसलाई छौकडा भन्छ र इङ्ग्लिसमा डेट्स भनिन्छ। यो चाहिँ मस्त अहिले पाक्न लागेको बेला हो गाइस हैन, पाकेर खाँदाखेरि यति मिठो हुन्छ नि, त्यो पनि म भिडियो हजुरहरुलाई देखाउने नै छु। यो चाहिँ फ्रन्ट भ्यू यस्तो हुन्छ है गाइस। यो रोड साइडबाट चाहिँ यो होटल एटलान्टिस द पाल्म होटल चाहिँ यस्तो देखिन्छ, पुरै बगैँचा हुन्छ, बगैँचा छ गाइस हैन। म चाहिँ ल ढुङ्गा माथि चढे है गाइस, शाहरुख खानको पोज दिँदै। तपाईहरुलाई पनि घुम्न मन छ भने आउनुहोस् है, मलाई कन्ट्याक्ट गर्नुहोस् यदि तपाईहरु दुबईमा हुनुहुन्छ भने। यसको स्ट्रक्चरै दामी रहेछ कि एटलान्टिस द पाल्मको हैन। अनि यहाँ ढुङ्गा पनि राखिदिएको रहेछ, सायद फोटोसोटो खिच्नको लागि होला। म चाहिँ बसेर फोटो पोज। अनि रोडको पारिपट्टि चाहिँ यो समुद्र छ, एकदम खाली नभए भने समुद्र। अनि यो चाहिँ हाम्रो इन्ट्रान्स हो गाइज हैन, वाटर पार्क जाने इन्ट्रान्स। यहाँ हेर्नु न यो गाइज, यो रुख चाहिँ नि मभन्दा नि होचो छ कि मभन्दा नि होचो रुख हो, तर यस्तो दामी कुन रुख हो त्यो त थाहा भएन हैन। जरा भएको हामीभन्दा मान्छेभन्दा नि होचो रुख हो कि यो हुँदा चाहिँ। ल गाइज हामी चाहिँ भित्र आइसक्यौँ हैन, इन्ट्रान्सबाट। यहाँ इन्ट्रान्स हो यो, मान्छेहरू गेस्टहरू सबै यहीँबाट छिर्ने हो। अनि यहाँ चाहिँ वाइपिङ एरिया छ गाइस, तपाईले पनि अब यो गर्न मन छ भने हैन तपाईहरुले पनि गर्न सक्नुहुन्छ। यो यहाँ चाहिँ फेरि आर्टिफिसियल झरनाहरू रहेछ, एकदमै मनोरञ्जकवाला छ कि यहाँ मनोरञ्जन। अनि त्यसैमाथि भ्युजहरूले गर्दाखेरि नि मान्छेहरू धेरै आकर्षित हुन्छ कि। हामी त काम गर्ने मान्छे हो हैन, यहीँको वर्कर हो यो होटलको। हामीलाई त खासै लाग्दैन, तर सुरुमा आउँदा धेरै नै रमाइलो लाग्थ्यो। आजभोलि त अब त्यही त हो नि। अनि ल म र मेरो साथी चाहिँ अब लक्करतिर जाँदैछौँ हैन, यस्तो चर्को घाम छ फेरि। यो चाहिँ हाम्रो लक्कर हुन्छ, यो भित्र जाम। अब आफ्नो कपडा सामानहरू लक्करमा राखौँ, त्यसपछि स्विमिङ गर्न जाने गाइस। यो यहाँ चाहिँ फेरि यो के ड्राइगन होला सायद, खै थाहा छैन मलाई पनि। सायद यो अक्वाम्यान फिल्मको
स्ट्याचु जस्तो लागिरहेछ किन भन्दाखेरि मैले हेरेको थिएँ त्यो मुभी त्यसैले सायद त्यसकै मूर्ति होला यो होइन। एकछिन फोटोसोटो खिच्यो। यहाँ चाहिँ फेरि यसकै साइडमा शिवजी बस्ने कैलाश कैलाश पनि छ गाइस होइन। यहाँ त्रिशूल छ यहाँ बस्नलाई। अनि ल हामी चाहिँ अब कपडा सपडा चेन्ज गरेर बाहिर निक्लिसक्यौँ गाइस होइन। यस्तो तातो छ क्या तल, यति अहिले सायद 45 डिग्री सेल्सियस छ बाहिरको तापक्रम। तर पनि हामी यहाँ पौडी खेल्दैछौँ। त्यो माथिबाट चाहिँ एकदम चिसो पानी माथि पाएबाट छोडिदिरहेको हुन्छ गाइस होइन। अनि यहाँ बस्नको लागि चाहिँ यो बलुन जस्तो दिन्छ, यो टायर जस्तो आकारको हुन्छ। तर यहाँ चाहिँ मजाले बस्न मिल्छ कि यहाँ बसेर। यो वाटर पार्कभरि नै तपाईँ दिनभरि घुम्छु भने नि भाउनुभयो कि एकदमै मजा आउँछ गाइस यहाँ। यति धेरै मजा हो नि, यो त के भन्ने अब, नाउ त फन पार्क होइन। एकदमै रमणीय ठाउँ हो गाइस। यो पानीमा बसेर यहाँ विभिन्न किसिमको चाहिँ नि वेभिङहरू नि आउँछ अहिले, एकदमै वेभिङहरू अनि विभिन्न किसिमको के त्यहाँ अब यो झरनाहरू पनि यहाँ एकदमै तपाईँहरू हेरेर नि मजा लिनुहोस् कि हेरेर नि त्यति मजा आउँछ झन्। यहाँ अब खेल्दाखेरि त झन् कति मजा आउला होइन। हेर्नुहोस् न यहाँ एकदमै रमणीय ठाउँ गाइस। यसलाई वाटर पार्क भन्छ, कुवा भेन्चर पनि भन्छ होइन। यो चाहिँ नि विश्वकै सबैभन्दा ठुलो वाटर पार्क हो र यहाँ विभिन्न मुलुकको मान्छेहरू चाहिँ यहाँ घुम्न आउँछन् कि। मतलब एकदमै युरोप कन्ट्रीको मान्छेहरूदेखि लिएर एसियन कन्ट्री होइन, जसलाई यो यसको बारेमा थाहा छ, यो होटेलको बारेमा थाहा छ, सबजना चाहिँ यहाँ आउँछन् कि यहाँ घुम्न। रमाइलो लाग्छ देश विदेशको मान्छेहरूसँग होइन, सँगै पौडी खेल्न स्विमिङ गर्न धेरै नै रमाइलो लाग्छ। आधीभन्दा धेरै चाहिँ नि यहाँ चाहिँ नि तपाईँको स्टाफहरू नै हुन्छ। जस्तै हामी मर मेरो साथी स्टाफै हो होइन। अब यहाँ काम गर्ने मान्छे हजारौँ छन्, तिनीहरू पनि हुन्छन्। आधीभन्दा धेरै सायद स्टाफै हुन्छन् होइन। अनि आधी चाहिँ यो गेस्टहरू हुन्छन्। अनि यहाँ चाहिँ नि तपाईँको हिँड्न पनि पर्दैन कि, उकालो आयो भने एलिभेटर, पानीभित्रै एलिभेटर चल्छ कि है। एलिभेटर छ, तपाईँ बेलुन माथि बस्नुहोस्, एलिभेटरले तपाईँलाई अनि पारिपट्टि पुऱ्याइदिन्छ कि पानीभित्र नि एलिभेटर। अचम्मको कुरा होइन त गाइस यो। अनि यो केब जस्तो बनाएको छ, यो चाहिँ पुरै केब गुफा त हो तर यो आर्टिफिसियल हो गाइस, आर्टिफिसियल हो। यो चाहिँ नि सिमेन्ट र बालुवाले बनाएको, तर हेर्दाखेरि चाहिँ एकदमै गुफै जस्तो देखिन्छ, तर यो आर्टिफिसियल हो। यो चाहिँ हामीलाई सही गर्ने हेल्परहरू इन्स्ट्रक्सन दिने होइन, यस्तो गर उस्तो नगर भन्छ। अब यहाँबाट चाहिँ अब गाई जस्तो त्यो छ नि, अब यस्तो पानीको बेग आउँछ नि गाइस। त्यहाँ चाहिँ एकछिन चाहिँ सुरुमा चाहिँ डरै लाग्छ कि पानीको बेगबाट यति फास्ट तपाईँले वेभ गरेर तल लान्छ नि। अब हेर्नुहोस् है, अब यहाँबाट ल हेर्नुहोस् न यहाँ। एकचोटि मेरो यहाँ गोप्रो नि डुबेको थियो कि, तर भेटियो भेट्न चाहिँ होइन, तल बगेर पुरा पछाडि पुर्याएको रहेछ। भेट्न चाहिँ भेट्यो, फेरि डबल सुट गर्नु पऱ्यो यो भिडियो चाहिँ, तर केही छैन। अब यस्तो हुँदै गर्छ। पानी यहाँको चाहिँ एकदम चिसो छ गाइस। यहाँ बाहिरको तापक्रम चाहिँ 40-45 डिग्री छ, तर यो पानी चाहिँ एकदम चिसो भएको कारणले त्यो फिलै हुँदैन कि यति गर्मी छ भनेर। मतलब यहाँ एकदमै मजा आइरहेछ। अब यहाँबाट झन् त्योभन्दा नि खतरनाकवाला त्यो आउँछ कि अब पानीको बेग। ल हेर्नुहोस् मेरो साथी कहाँ पुग्यो हेर न, एकदमै मजा आउँछ गाइस यहाँ। यस्तो ठाउँमा यति मजा आउँछ नि गाइस यो पानीमा बग्न। यस्तो लाग्छ कि दिनभरि यहाँ बगिराखौँ, तर के गर्नु होइन, दिनभरि पानीमा खेल्नु पनि हुँदैन भएन। तर भोपाल छ कि ठाउँ गाइस, भोपाल।
गाइज अब यो व्हाइट टी सर्ट लाउने केटी चाहिँ अफ्रिकन केटी हो होइन, यो चाहिँ हाम फाल्छ कि अब यार यो त डुबियो त खोइ त निक्लिँदैन त यार, यसलाई पौडी खेल्न आउँदैन जस्तो छ यार। ओ माई गॉड सी स्ट्रङ म्यान, डुब्यो त यो त यार। आई थिङ्क सी निड हेल्प म्यान। वाउ यसले पक्कै पनि यार पौडी खेल्न नआउँदो रहेछ बाई चान्स, लाइफ गार्डले हेरिरहेको रहेछ होइन, बचायो चाहिँ होस्। तपाईँहरूलाई पनि पौडी खेल्न आउँदैन भने होइन प्लिज यस्तो पानीको गहिरै थाहा नपाइ चाहिँ नि नजम गर्नु होला, किनकि नत्र यस्तै हादसा हुनसक्छ। लाइफ गार्ड नभएको भए त सिद्धन थाहा नआयो केटी। ल गाइज फाइनल्ली मेरो पालो आयो होइन जम्प गर्ने, तर त्यहाँ सेक्युरिटीले लाइफ गार्डले मलाई के भनिरहेछ भने त्यहाँ कसैको सक्स झरेछ त्यहाँ अगाडि पानीमा, यसो हेल्प गर्न सक्छस् भने त्यो उठाएर साइडमा फाल्दैन यार भनिरहेछ। मैले नि अब किन भाउ खोज्नु होइन, आफ्टर अल वी आर अल फ्रेन्ड्स। वाउ जम्प गरेँ गाइज म चाहिँ होइन, जम्प गरेँ र त्यहाँ भएको एउटा मान्छेको सक्स मैले निकालेर अब बाहिर फालिदिन्छु गाइज, किन भन्दाखेरि सफा पनि हुनु पऱ्यो नि त, पुलमा हाम फालेर मात्रै भएन नि त होइन, अब सरसफाइ नै गर्नुपर्छ सरसफाइ। अब क्लिनर त अरू हुन्छ के अरे, भए पनि हेल्प गर्दै गयो गाइज। मजा आयो यार जम्प गरेर, यस्तो लाग्यो कि मलाई गाउँघरतिर पुरा खोलामा हाम फालेको जस्तो फिल आइरहेछ कि मलाई। यो चाहिँ साह्रै मन पऱ्यो कि एकदमै मतलब धेरै नै। ल गाइज यो भित्र चिसो पानीमा चाहिँ धेरै नुहायौँ, अब समुद्रतिर गएर नि यसो नुनिलो पानीमा डुब्की मारौँ न होइन। कति पोखरीमा मात्रै हाम फाल्नु, समुद्रमा पनि हाम फाल्नु। एकदमै रमणीय ठाउँ देखिरहेछ गाइज, यहाँ पनि एकदम निलो पानी। अनि यहाँ चाहिँ यसो एक दुईवटा फोटो खिच्नको लागि म जम्प गर्न चाहन्छु गाइज। 1 एउटा फोटो भयो, 2 दुईवटा एन्ड 3 ल 3वटा फोटो खिचेँ गाइज मैले होइन। हामी काम गर्ने होटल यही हो गाइज, यसको नाम चाहिँ एटलान्टिस द रोयल। यो मिलाएर 4वटा फोटो। एकदमै रमणीय ठाउँ छ गाइज, यो हामी काम गर्ने होटल हो एटलान्टिस द रोयल, द लग्जरियस होटल। एकदमै सर्भिसहरू पनि राम्रो हुन्छ र यो एकदम बिचको छेउमै। यो चाहिँ एउटा आर्टिफिसियल आयरल्यान्ड हो कि, यो जुमै र पाल भन्ने बित्तिकै एउटा आर्टिफिसियल मानव निर्मित एउटा आयरल्यान्ड हो कि। यसमा चाहिँ नि समुद्र पुरेर समुद्रमाथि पुर्दा पनि यिनीहरूले एकदम डेट्सको खजुरको बोट जस्तै रुख जस्तै त्यो आकारमा बनाइएको छ गाइज यो होइन। त्यो म पनि हजुरहरूलाई एक दिन अवश्य देखाउनेछु। अनि यहाँ चाहिँ के जेट्सी के भन्छ यसलाई होइन, खेलिरहेछ, लाइफ गार्डले कुरिरहेछ। त्यो चाहिँ झऱ्यो अथवा डुब्यो भने हेल्प गर्नको लागि लाइफ गार्ड पनि त्यहाँ उभिरहेको हुन्छ गाइज होइन। यो गर्नलाई चाहिँ हामीसँग टाइम छैन, नत्र हामीले पनि गर्थ्यौँ। अब यो चाहिँ नेक्स्ट टाइम यो पनि खेलाउँला, त्यो पनि हजुरहरूलाई सबै देखाउने नै छु। हामीले यो पाइपहरू सबै खेलिसक्यौँ होइन, माथिबाट नि जम्प गरियो। अब एउटा माथिबाट हाम फाल्न बाँकी छ। अब त्यो सबभन्दा अल्गो ठाउँबाट पाइपबाट घुम्दै चाहिँ नि तल झर्नु मात्रै बाँकी छ, त्यो पनि गएर अब। अनि यो डुङ्गा जस्तोमा नि हामी खेलिसक्यौँ गाइज होइन। पाइपबाट झरेर एकैचोटि माथिबाट सुइँ गएर फेरि तल झर्छ कि। यो हुन त यो मरुभूमि हो गाइज होइन, दुबई त अब एकदम डिजर्ट मरुभूमि हो, तर पनि एकदम हरियाली कि। यो बोट बिरुवाहरूलाई चाहिँ एकदम यसलाई पानी मलजल हालेर चाहिँ नि एकदम मजाले यहाँ प्लान्टहरू रोपिएको छ र हेर्दा पनि राम्रो लाग्छ नि होइन। यहाँ रुखहरू केही नभएर भालुवै मात्रै भएको भए कति नराम्रो देख्थ्यो होइन। यहाँ फुलहरू नेपालतिर पाउने फुलहरू नि रहेछ, एकदम रमाइलो ठाउँ छ गाइज। वाह अब यो हेर्नु न
यहाँ रुखहरू के रुख हो मलाई त्यो पनि थाहा छैन है, हल्का खजुरको रुखहरू मात्रै थाहा छ। अनि यो चाहिँ नि यहाँ डिजाइनहरू पनि दामी दामी बनाएको छ चारैतिर। अनि यो भ्यू हेर्नु न, भ्यू कस्तो बवाल छ। ल गाइज यो मात्रै खेल्न बाँकी थियो होइन। यो फर्म ल्याएर चाहिँ म त्यो माथि 3 तलाबाट हाम फाल्ने हो, पाइपबाट सुल्केर आउने हो होइन। सुल्केर म फेरि यहीँ आइपुग्छु, यो दुईवटा समात्ने ठाउँ छ। अनि यो माथि चढेर माथिबाट चाहिँ नि पाइपमा हाम फाल्ने है गाइज। ल मजा आउँदैछु है त। ल गाइज म चाहिँ पुगेर नि आउँदैछु है। आइम अन द वे। मसँगै आउने 3 जना आइसक्यो। सियर आइम, म पनि आइपुगेँ गाइज होइन। किनकि म सबभन्दा लास्टमा म हाम फालेको थिएँ। किन भन्दाखेरि त्यो पालि जम्प गर्नुपर्छ नि त माथिबाट। अनि म लास्टमा जम्प गरेको थिएँ, त्यसैले म लास्टमा आइपुगेको। वाह एकदम एक्साइटेड हुँदैछ कि मान्छेहरू, पछाडि बस्ने मान्छेहरू नि त्यहाँ जम्प गर्नको लागि। तर धेरै मजा आयो। यस्तो मजा त अब के भन्ने होइन। नेपाल गएपछि त अब यस्तो वाटर पार्कहरूमा खेल्न त पाइँदैन। यहाँ हेर्नुहोस् गाइस, यो स्ट्याचुको 6 प्याक हेर्नु न, 8 प्याक। ओ माई गॉड, इन्क्रेडिबल म्यान, इन्क्रेडिबल। ल गाइज स्ट्याचुहरू धेरै देखियो होइन, देखाइयो। अब चाहिँ म तपाईँहरूलाई एउटा गार्डन घुमाउन लान्छु है। त्यो गार्डनको नाउँ चाहिँ हिडन गार्डन हो गाइज। लेट्स गो। आउनुहोस् आउनुहोस्। यहाँ आयो भने मलाई यति एकदम आनन्द लाग्छ गाइज यार। किन हो थाहा छैन, किनकि यहाँ सुनसान हुन्छ होइन। यहाँ चाहिँ कोही हिँड्दैन कि वेलकम टु माई वर्ल्ड, यति रमाइलो हुन्छ कि गाइज। हाम्रो नेपालतिर चाहिँ नि त्यत्रो रुख बिरुवाहरू मासेर चाहिँ नि मरुभूमि जस्तो बनाछन्। तर यहाँ हेर्नुहोस् पुरै हरियाली कि केही नहुने ठाउँमा पनि मलजल पानी सानी हालेर चाहिँ नि यति हराभरा बनाछन् कि। ल हेर्नुहोस् यो सबभन्दा लामो त्यही हो पाइप, त्यहाँबाट नि जम्प गरिसकेँ गाइज। यहाँ चाहिँ एउटा सानो ब्रिज छ होइन। ब्रिजबाट चाहिँ त्यो हामीभन्दा धेरै टाढा छ। त्यो चाहिँ मैले सुरुमा देखाएको थिएँ नि, होटल एटलान्टिस द पाल्म भने त्यही हो। अनि यहाँ चाहिँ मैले अघि नै यो बलुनहरू माथि बसेर घुमिरहेको त्यही ठाउँ हो यो चाहिँ गाइस होइन। एकदमै हराभरा छ यो ठाउँ पनि। भ्युज एकदम बवाल लाग्छ कि गाइस मलाई, जे भए पनि यहाँको भ्यू छैन यो ग्रिन। वाउ एकदमै रमणीय ठाउँ छ गाइस। यो चाहिँ ब्रिज हो गाइस होइन, सानो ब्रिज छ यसमा। अनि त्यो अघि मैले देखाएको केभहरू, पहिला देखाएको केभहरू त्यही हो गाइस। त्यहीबाट हामी नै निक्लेको थियौँ होइन। ल गाइस मैले तपाईँहरूलाई यस्तो बवाल ठाउँ देखाउँदैछु होइन। लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। यस्तो भिडियोहरू म हर हप्ता तपाईँहरूलाई ल्याउने गर्छु होइन। कृपया सब्सक्राइब चाहिँ गरिदिनु होला। अनि तपाईँको एक सब्सक्राइबरले मलाई चाहिँ ठुलो सहयोग पुग्न सक्छ गाइस होइन। मलाई पनि मोटिभेसन मिल्छ तपाईँहरूको। विशेष सार्क हेर्न गइरहेको छौँ है। अब सार्क एकदम ठुल्ठुलो माछाहरू होइन यहाँ हुन्छ, तपाईँहरूलाई म देखाउने छु है त। एकदम ठुल्ठुलो सार्कहरू पनि छ, सार्क लगायतका ठुल्ठुलो माछाहरू छ गाइस है। राम्रोसँग हेर्नु होला, नडराउनु होला। पुच्छर भएको चङ्गा माछा, हलचलाल चङ्गा माछा भन्छौँ है गाइस यतातिर। सायद इङ्ग्लिसमा स्टिङ फिस होला। अनि यहाँ चाहिँ ठुल्ठुलो सार्कहरू नि छ, सार्कहरू नि देखाउँछु म तपाईँलाई गाइस। त्यहाँ चाहिँ सार्क गयो। यहाँ हेर्नुहोस् स्टिङ फिस, क्या बवाल स्टिङ फिस हेर्नु यहाँ। वाउ कस्तो यार, एकदम खतरा फिस छ यार यहाँ। साँच्चै भन्नुपर्दा त हामी यति रमाइलो ठाउँमा आएको छौँ नि, कसैलाई थाहै छैन, भड नि गर्न सक्दैन। रमाइलो ठाउँ छ, यस्तो माछाहरू छ नि के भन्ने अब। हो त्यहाँनिर ऊ सार्क गयो, त्यो पुच्छर काटेको हुँदैन होला। वाउ यहाँ हेर्नुहोस् सार्क, look at this guys, oh my gosh, this guys हेर्नुहोस् त्यहाँ सार्क हेर्नुहोस् सार्क। यो चाहिँ सार्क हो है गाइस, त्यो स्टिङ फिस भयो। यहाँ हेर्नुहोस् कति ठुलो सार्क। यो भित्र पस्यो भने चाहिँ हामीलाई एक सार्क बनाउँछ गाइस यसले होइन। कति लामो पुच्छर भएको, त्यो चाहिँ सार्क हो गाइस। यो चाहिँ पुच्छर लामो भएको माछा। को त्यहाँ सार्कको
सायद क्यामेरामा सानो देखिरहेको होला गाइज यो होइन निकै भयङ्कर सार्क हो है यो चाहिँ गाइज टाइगर सार्क हो हामी माथि छौँ यसरी हामी झऱ्यो भने त्यसले एक साग बनाउँछ हामी कति ठुलो थियो ल गाइज विश्वको सबैभन्दा ठुलो वाटर पार्क भनेर त्यसै भनेको होइन होइन यो 3 तलाबाट जम्प गरेर यो सार्कहरूको बिचबाट पाइपबाट यसरी निक्लेर चाहिँ नि यता बाहिर निक्लिनुपर्छ गाइज अगाडि होइन